आज चाहिँ फेरि धेरै दिन बाद चाहिँ मैले नयाँ ब्लग्स लिएर तपाईँको सामु उपस्थित भइसकेको छु र के कस्तो हुन्छ है मन पर्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सनु। म चाहिँ तुङसुङ आइरहेको छु है साथीहरू। अन्त यहाँ चाहिँ पुरा गरम छ, अन्त हेर्दै गर्नुहोस् है मेरो ब्लग। आजको वेदर चाहिँ यस्तो छ है भन्दा पर्दा चाहिँ यो चाहिँ पिपलको बोट। यहाँ हेर्नुहोस् साथीहरू, जेठु सक्यो सक्यो को आउँदैछ यहाँ चाहिँ एकदम कार्तिकले चाहिँ यो डल्लै आज एक दिनमै चिरिसक्छु भनेर यहाँ चिर्दैछ है। एक हिर्काइदिएन अन्त, एक हिर्काइदिएन अन्त खै। बिहान उठेर चाहिँ यो फलामको बेल्नु भएको यस्तो बन्चोहरू चलाउनुपर्छ, जिम जाने जरुरत पर्दैन। ल ल ल एक अन्त चिर्दाखेरि चाहिँ यसरी एकैतालमा खै हेरिदिउँ, एकैतालमा एकैतालमा है, एकैतालमा एकदम खतरनाक यस्तै हो। यो डल्लै आज सक्दिनँ अरे चिरेर, चिरेर सक्दिनँ भनेर सोच्दैछु कि तर अब हेर्नु एकैतालमा छ त हौ, खतरा छ त अन्त। त्यही त यत्तिको चिरेतिर पानी पर्ला जस्तो हुँदैछ र एक दिनले धोका दिइरहेको छ यहाँ। अन्त भाउजू कोपी चाहिँ के भएको यहाँ डल्लै उयो भएछ त, डल्लै उयो खोल्दैछ त कि यो कोपीहरू खाने कोपी होइन, यो चाहिँ सोको लागि हो। खोल्दैछ डल्लै है। यो चाहिँ के पो यहाँनिर चाहिँ धनियाँ टिपेर आएको। कहाँ गएको गाडी सिक्नु भाइ? अहिले आउँछु, सिक्दै गर न, सिक्दै गर आउँछु। भाइसँग त कस यहाँनिर चाहिँ हेर्नुहोस् चियापत्ती, यहाँनिर हेर्नुहोस् हेर्नुहोस् यहाँनिर चाहिँ गाडी सिक्न जानुभएको अरे दाजु। कतिको छ गाडी सिक्नु गएको अरे? आउँछु अहिले, बाई बाई। यसमा त के छ हौ, यहाँनिर चाहिँ पुरा गाडीको वेटमा छ। आउँछु अहिले। अन्त हेरिहाल्नुहोस् साथीहरू है, यहाँनिर चाहिँ स्पेसल के बनिँदैछ, यहाँनिर चाहिँ स्पेसल है चाउमिन बनाइदिनु हुँदैछ यहाँ हाम्रो सेफले एकदम कलकत्ताबाट आएर है। जयको लागि स्पेसल पोर्क चाउमिन विथ अन्डासँग र बहिनीले त एकदम प्योर भेज भेजिटेरियन हो, यो यता त भेज, यसको लागि भेज स्पेसल बनिँदैछ एकदम नुडल्स चाउमिन, एकदम अर्ग्यानिक उयो किचन गार्डनबाट टिपेर ल्याएको एकदम फ्रेस यो कोरिएन्डर धनियाँ पत्ता हो। यसको फ्लेभरै अर्कै हुन्छ फेरि यसमा यो चाउमिनमा मिक्स हुँदा क्या त मजाले धुँदैछ। यहाँनिर चाहिँ चाउमिनको लागि यहाँनिर क्यारेट र क्याबेज क्याप्सिकम अनियन रहेछ यहाँनिर। गार्लिक पनि छ। ए गार्लिक चाहिँ यहाँनिर रहेछ नि पुरा है। बेसी हाल्नु पर्दैन, यतिले एकदम मिठो भइहाल्छ चाउमिन। अरू के कुराहरू हालेर मसलादारहरू हालेर के हालेर बनाउनु भन्दा चाहिँ यति चाहिँ एकदम खानुको लागि पनि राम्रो, हेल्थको लागि पनि, अन्त मिठो त्यति नै मिठो हुन्छ। भाबीले यहाँ भाबीले है दालमा है हामी टमाटर ससहरू युज गर्दैनौँ, एकदम लोकल स्टाइलमा पोलेको टमाटर विथ लसुन एकदम स्पेसल। आज पनि ठुलो डेक्ची खोज्दैछ, ठुलो थालहरू हाम्रो चाहिँ यहाँनिर है अर्ग्यानिक यतिले पुग्छ चुलामा है, पुग्छ होला। हाम्रो चाहिँ यहाँ चुलामा है मजाले हेरिहाल्नुहोस् दाउराहरू अर्ग्यानिक चुलामा अर्ग्यानिक। त्यो यो चाहिँ हाम्रो पहिला बाबाले बनाइराखेको है बनाइराखेको किचन। तर अहिले पनि स्पेसल भाँडामा चाहिँ माटो लगाएर पकाउँछौँ। यो चाहिँ चाहिँ डढ्दैन नि त भाँडा। यहाँ हेर्नुहोस् चुला बाबाले बनाइराखेको पहिला है चुला, बाबाले बनाइराखेको चुला काम लाग्यो है। हजुरले चाहिँ यहाँनिर यस्तो गरममा चाहिँ यहाँनिर आगोको छेउमा बसेर चाहिँ यहाँनिर खोर्सानी पिस्नु हुँदैछ है यहाँनिर। मिक्सीमा भन्दा त यस्तोमा चाहिँ टेस्ट मिठो हुन्छ नि त है, टेस्ट मिठो अर्को खालको टेस्ट आउँछ क्या त। यो चाहिँ तर मिन पनि पिसिन्छ। यसमा उयो पनि हुन्छ नि त एक्सर्साइज पनि। आज मजाले घाम लागिरहेको छ है साथै।
यहाँ चाहिँ सबैको घरमा चाहिँ यहाँनिर चियापत्ती मारेर मजाले सुकाइरहनु भएको छ। यो छ हाम्रो कोठेबारी। यहाँनिर चाहिँ दिदीले मजाले डल्ले खोर्सानी रोपिराख्नु भएको छ पटमा, सरिसकेछ। यहाँनिर धनियाँ हेरिहाल्नुहोस्। यो चाहिँ कोपी, यो चाहिँ अलिक राम्रो भएन हो। यो चाहिँ टमाटरहरू रोपेको छ। यहाँ पाल्की हेर्नुहोस् है, पाल्की साग। हेर्नु न, यो कोपी नै हो। यो बन्दाकोपी चाहिँ भइरहेको छ, तर अलिकति किरा लागेको छ हौ बिचमा। बन्दाकोपी, आलु पनि छ। आलु हो। यो चाहिँ मकै छरिरहेको छ, मकै चाहिँ उम्रेको छैन। तेजपत्ताको बोट हेर्नुहोस् नि। त्यो यहाँनिर चाहिँ है गरेन्डल पुरा फलिरहेको छ। यहाँतिर पनि रहेछ हेर। यो त फुल हो। फुल हेर्नुहोस् दामी। फुल पनि दामी फुल्दो रहेछ त है गरेन्डलले त। यो चाहिँ गरेन्डलको फुल पुरा फलिरहेको रहेछ गरेन्डलले। ल साथीहरू आउनुहोस् है खानु। यहाँ हेर न त, यहाँतिर है। तर तपाईँको साथीहरूलाई पुग्दैन पाकेको त छैन रहेछ है। यहाँ भाउजू हुनुहुन्छ है। भाउजूले चाहिँ एप्पल काट्नु हुँदैछ तातो पानीमा भिजाएर। यहाँ चाहिँ चिसो खानु हुँदैन नि त है भाइ। आज ज्वरो मार्केको सिजन छ कि, त्यो भएर चाहिँ यहाँनिर चाहिँ गाडी सिक्दैछ है। यहाँ हेर्नुहोस् है। म पनि चढ्छु नि। ल ल ल खै भिडियो गर्छ नि, रोक देख्दैछ त अन्त। ल खै ए उठाउनु चाहिँ सक्दैन रहेछ, अत्तालिन्छ पैसा पखेटाहरू। खै ए ल ल ल गयो। ठुलामा पत्ती टिप्नु भएको, पत्ती। लग्यो। ल खै ए होस् बस्दिनँ। म त भिडियो गर्नु ल आज म फ्रीमा पस भनेर अलिक पैसा त अब किनिदिनु पर्यो त्यसलाई। त्यही त मैले बाइक सिकेको है। यहाँ चाहिँ फेरि है सर हाम्रो अगाडि रिसर्च सर चाहिँ ब्रेक टाइम, लन्च टाइम है। अहिले चाहिँ आज चाहिँ यहाँनिर लन्च टाइम भइरहेको छ। इन्टरभल यो जुत्ता लाएर चाहिँ गाडी सिक्नु अरे। हाम्रो भाउजूले चाहिँ पुरा काम गर्नुहुन्छ यहाँनिर। अर्ग्यानिक है। घरको घानी चल्दैछ यहाँनिर चाहिँ। भाउजूले चाहिँ है पत्ती माराई हुँदैछ। माडाइ हुँदैछ, माडेर यत्रो चाहिँ भयो। ए यो चाहिँ मारिसकेको। मारिसक्यो। अब यसलाई घुम्साउनुपर्छ अरे हो। पुरै घानी चलाउनुहुन्छ हाम्रो भाउजूले चाहिँ। पुरै काम गर्नुहुन्छ नि। यत्रो काम गर्दा हुन्छ है। काम पुरा गरेर त्यो पनि खाँदैन। सादा बनाइदियो होला। यो बयान दिएको त हात नुडल्स आज चाहिँ यसरी बार्नुपर्ने छ हो। भर्खर उयो निकाल्नुपर्छ त है, पानी निकाल्नुपर्छ अरे हौ।
टाइम पुरा लाग्छ यो बनाउनु चाहिँ कति मेहनत लाग्छ है मेहनतको छ नि अब टिप्नु मेहनतै हो टिपेर सुकाएर यो यसरी है ओइलाएर मार्नुपर्छ मारेर फेरि सुकाउनुपर्छ मजाले अन्त मात्रै चियापत्ती हुन्छ त्यहाँदेखिको चाहिँ मिठो मिठो टी हुन्छ त्यहाँदेखिको चाहिँ सुरुप सुरुप खाने अर्ग्यानिक तुङसुङमा आएर अर्ग्यानिक चिया खानु पाउँदैछु हेर्नुहोस् न के गर्नु अब मेरो त काम छैन बिचरा मेरो बुढीले यसरी बिहान बिहान गएर चियापत्ती यसरी टिपेर लिएर यसरी मारेर 1-2 पैसा हुन्छ कि भनेर बेच्नु जान्छ बजारमा हो के गर्नु यस्तो छ घर पनि हिँड्नु यस्तो छ के गर्नु छैन कोही कसैले दिँदैन हेर्दैन हो हाम्रो छोराछोरी भाइलाई पनि त्यतिकै साह्रो छ नि दुःख के गर्नु यसरी चुलामा पसिना पुग्दै यसरी बनाउनुपर्छ यहाँ हो के गर्नु जिन्दगी यस्तो छ दुःख पायो बिचराले हो खानुहोस् है यहाँ घर हेरिहाल्नुहोस् है यस्तो छ हो चुलामा साह्रो छ जिन्दगी गरममा गरममा हो जिन्दगी झ्याङ जिन्दगी झ्याङ गिटार कतार जस्तो भयो ल्याङथ्याङ हेरिहाल्नु साथीहरू हाम्रो चाहिँ रेडी भइसक्यो यो अचार उयो है धनियाँको धनियाँ लसुनको अचार यो चाहिँ भेज चाउमिन यो चाहिँ मेरो लागि है सादा यहाँनिर चाहिँ पर्क चाउमिन आइपुग्यो जयको त्यही त है यहाँ हेरिहाल्नुहोस् सुरुवात गरे एकदम स्टाइलिस खानु है खाँदा पनि यस्तो कानमा घुमाएर खाइदिउँ जस्तो आउँदैन स्क्रिप्टेड भयो त है कस्तो रहेछ अन्त दामी कस्तो मन दामी भएछ मलाई प्लेट अचार बेसी भएन मलाई प्लेट हो यो मेरो प्लेट हो नरुन अन्त किन रुको यहाँ खान त उयो भाइ खाउँ न अन्त लिक्विड म पनि घरमा गएर भात खानु पर्छ यस्तो फेरि हो व्यञ्जन खानु यसमा खानु नि जेठुले बनाइदिनु भएको है खाइदिनु हो त्यही त है अब यहाँ खाना 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 एक हेरिदिउँ न त मुखमा लजाइने रहेछ ल टाढो रहेछ त लजाइने नलजाइ खाना हो छ्या नलजा न कस्तो भएछ अन्त साथीहरू अहिले चाहिँ यहाँनिर भर्खर पानी परेर चाहिँ रहिरहेको छ है हामी चाहिँ एक निन्द्रा सुतेर पनि उठेको यहाँ हेरिहाल्नुहोस् साइक्लिङ गर्दैछ यहाँ चाहिँ हाम्रो अङ्कित भाइ र आयुष पाण्डेले आयुष पाण्डेको दामी छ साइकल है दुईजना मलाई पनि सिकान भनेको यिनीहरूलाई खै आइसला अर्को पनि कुदाइहाल्न मैलै भएछ त अन्त दुईजना कहाँ गएको के ल्याउनु बाई बाई यहाँ चाहिँ अब ग्यास आयो अरे ग्यास आयो अरे ग्यास आएको खुसीमा दामी मिठो बना ए के भयो चिया बनाउनुहुन्छ हाम्रो भाउजूले है ग्यास आएको खुसीमा साथीहरू फेरि पानी स्टार्ट भयो है भाउजू चाहिँ यहाँनिर ग्यास आएर खुसी भएर यहाँनिर चिया बनाउनु हुँदैछ है भिलेज लाइफ चाहिँ त्यस्तो हुन्छ है यहाँ हेरिहाल्नुहोस् आमा पुरै पुरै हेर्नुहोस् त्यही त है त्यही त खाइदिउँ है स्पेसल है दामी है यहाँ साथीहरू भाउजूले बनाएको चियापत्ती चाहिँ है रेडी भइसक्यो चिया चाहिँ यहाँ नि हेर्नुहोस्
एकदम कस्तो मिठो गन्ध टाढैबाट गराउँछ नि साथीहरू हेर्नुहोस् झिल चाहिँ यहाँनिर स्पेसल चाहिँ यहाँ हेर्नुहोस् क्रिम माथि माथि टक्कै है यहाँ हेर्नुहोस् त्यो चाहिँ एकदम गाईको यो लु यो गाईको एकदम स्पेसल चिया यहाँ ज्यादा क्रिम परेछ नि त अन्त महिनामा कम्ती खाएर लाएर 7,000 सेलेरी दिएर राख्दा यतिको चिया बन्ने भने त फेरि झोला पो किन्दै यहाँ चाहिँ बोतल पनि आएको रहेछ है हल्ला नगर साथी एकदम यहाँ छ साथी बोतल चाहिँ ऊ साथीहरू देख्नु हो भाग्यो उहीँ छु गयो नि आइसले खेदिने है देखेँ साथीहरू बोतल ल साथीहरू यहाँनिर चाहिँ को एकताल कपाल देखाउनु आधा काट्दैछ तर यता हेर त यहाँ चाहिँ हाम्रो बहिनीहरू चाहिँ यहाँ ट्युसन पढ्नु आइरहेको छ है आयुष पाण्डे र आयुश्री नित्य है धेरै दिन बाद देखा पर्दैछ यहाँ चाहिँ यहाँ हाम्रो कान्छी बहिनी हाई भनिदियो खै हाई साथीहरू हाम्रो चाहिँ है भोट लिस्ट पनि आइसकेको छ है भोट लाउने हो हामीले चाहिँ यहाँ भोट लिस्ट आइसकेको छ हाम्रो साथीहरू मेरो भिडियो चाहिँ यति म राख्न चाहन्छु है नेक्स्ट भिडियोमा भेटौँला बाई बाई बहिनी बाई बाई भन